तपाईलाई एउटा बुकिस नलेज, एउटा कन्टेन्ट, विषयवस्तुमा आधारित भएर ज्ञान दिनु मात्र हाम्रो उद्देश्य होइन, होइन। एउटा मानिसमा नभई नहुने कुराहरू, आधारभूत कुराहरू, जुन बेसिक कुराहरू, एउटा ह्युमन बिङ, मानवलाई मानवीयताका गुणहरू विकास गर्नका लागि चाहिने आवश्यक शिक्षा, जसलाई एउटा बेसिक एजुकेसन भनिन्छ, त्यो पनि तपाईँहरूलाई दिने उद्देश्य हो। र हामीले जुन तपाईँहरूलाई विगत 2014 सालदेखि हामीले सोल्युसन ट्युसन सेन्टर एन्ड ट्रेनिङ सेन्टरबाट हामीले सञ्चालन गरेका थियौँ। र त्यसै बेलादेखि हामीले जुन तपाईँहरूलाई एउटा व्यावहारिक शिक्षाका साथसाथै तपाईँलाई चाहिने जुन एउटा तपाईँको इच्छा चाहनाका आधारमा तपाईँले चुज गर्नुभएको जुन सब्जेक्ट छ, त्यसका आधारमा एउटा विशेषज्ञ भएर, एउटा सब्जेक्ट एक्सपर्ट भएर जुन लक्ष्मी सरले, होइन, हाम्रो सबल सरले, हामी सम्पूर्ण टिमले तपाईँहरूलाई एउटा शिक्षा दिने प्रयास गरेका छौँ, एउटा सानो प्रयास गरेका छौँ। सायद त्यो भोलिको दिनमा एउटा फलदायी रूपमा देखा पर्नेछ भन्ने हामीले त्यो अपेक्षा गरेका छौँ। र अझै पनि तपाईँहरूलाई चाहिने सहयोग सपोर्टका लागि हामी सधैँ तत्पर छौँ। र त्यसका लागि तपाईँहरूले यहाँ आएर हामीबाट त्यो सपोर्ट चाहिँ लिन सक्नु पऱ्यो, होइन। र तपाईँहरूले सिक्न चाहनु भएन भने हामीले सिकाउन सक्दैनौँ कि। तपाईँहरूले सिक्न चाहनुहुन्छ भनेपछि हामी नसिकाउँदाखेरि तपाईँ आफ्नै प्रयासमा पनि धेरै कुराहरू सिक्न सक्नुहुन्छ। त्यसैले यहाँसम्म जुन आइपुगेका छौँ हामी अहिलेसम्म, यो अवस्थासम्म आइपुग्नका लागि तपाईँहरूको ठुलो योगदान छ, त्यसमा ठुलो तपाईँको कन्ट्रिब्युसन छ। तपाईँको सपोर्ट बिना हामी सायद यो एलपीएस इन्स्टिट्युट जुन अहिले हामीले नाम लेखेर ब्यानर लागेका छौँ, त्यो तपाईँले गर्दाखेरि भएको हो, यो हाम्रो प्रयासले गर्दाखेरि भएको होइन। तपाईँले जुन हौसला दिनुभयो, हामीलाई सपोर्ट गर्नुभयो, यहाँ आएर पढिदिनु भयो, त्यसैको प्रतिफलस्वरूप हामी यो स्थापना गर्न सफल भएका छौँ। त्यसका लागि तपाईँहरूलाई हामी हृदयदेखि नै एउटा धन्यवाद दिन चाहन्छौँ। र हाम्रो उद्देश्य, आजको उद्देश्य भनेको एससी सेलिब्रेसन हो। र तपाईँलाई यो अब आफ्टर एसएलसी पछि तपाईँले के पढ्ने, कुन विषय पढ्ने, होइन, कसरी पढ्ने, कुन बाटोमा जाने, कसरी हिँड्ने भन्ने सन्दर्भमा हामीले त्यो मार्गदर्शन गर्ने उद्देश्य पनि हो, एउटा गाइडेन्स दिने उद्देश्य पनि हो। र अब हामी धेरै नबोलेर, होइन, एससीलाई नै इन्जोयमेन्ट गरौँ, होइन। तपाईँहरू पढेर